या श्री स्वयं सुकृतिनां भवनेषु लक्ष्मी पापात्मनां कृतधियां हृदयेषु बुद्धि श्रद्धा शतां कुलजन प्रवश्य लज्जा तां तां नतास्म परिपालय देवी विश्वम्। नमस्कार, यहाँहरूलाई हार्दिक स्वागत छ कार्यक्रम तपाईको आजमा। कार्यक्रम शुभारम्भ गर्दैछु आजको पञ्चाङ्गबाट। विक्रम 2070 साल असोज महिनाको 22 गते आज मंगलबार सन् 2013 अक्टोबर 8 तारिक नेपाल सम्वत 1133 कौलाथ। आज आश्विन शुक्ल पक्षको चतुर्थी तिथि रहेको छ। रातको 1:21 उपरान्त पञ्चमी तिथि। आज विशाखा नक्षत्र अपराह्न 3:33 उपरान्त अनुराधा नक्षत्र रहनेछ। प्रीतियोग रहेको छ साँझको 7:52 उपरान्त आयुष्मान योग रहनेछ। वैणिजकरण रहेको छ दिनको 2:17 उपरान्त भद्राकरण रहनेछ। रातको 1:21 पछि भवकरण। आनन्द आदिमा श्रीवर्ष योग चन्द्रमा तुला राशिमा बिहान 9:49 उपरान्त वृश्चिक राशिमा र काठमाडौँमा सूर्योदय बिहान 6 बजे भएको थियो। सूर्यास्त साँझको 5:41 हुनेछ। यस आधारमा आजको दिन 29 घडी 11 पलाको रहनेछ। आज शारदीय नवरात्र अन्तर्गत चौथो दिन र कुष्माण्डा भगवतीको विशेष पूजा उपासना गर्ने दिवस रहेको छ। मंगल चतुर्थी आज परेको छ र मुहूर्तका लागि आजको दिन र समय विचार गर्दा तिथि अनि बार यी दुवै कमजोर रहेका छन्। अत्यावश्यक कामहरू गर्न सकिन्छ, तर तिथि र बार कमजोर भएको हुनाले सम्बद्ध मुहूर्त समेत विचार गरेर मात्र नयाँ काम शुभारम्भ गर्दा फाइदा हुने देखिएको छ। यात्रा अत्यावश्यक यात्रा भइपरि आएमा र गर्नै पर्ने अवस्था भएमा अपराह्न 3:33 पछि विशेष फलदायी हुने देखिएको छ। यो जानकारी पछि अबलाई पालो रहेको छ राशिफलको। मेष राशि। मेष राशिका लागि आज काममा अलि विलम्ब र केही व्यवधानको योग रहेको छ। सानातिना समस्याहरूमा अलमल बढ्ने अवस्था पनि देखिएको छ। सोचेको समयमा काम पूरा नहुने र अलि अस्वस्थ भइने योग समेत देखिन्छ। सहयोगीहरूले हात झिक्न सक्छन्। तपाईका मालमत्ता हराउने र अलि चुनौतीहरू आइलाग्ने समस्या देखिएको छ। इष्टदेवको दर्शन पूजा उपासना गरेर धैर्यसाथ काममा जुट्नु भएमा मात्र यहाँले फाइदा उठाउन सक्नुहुनेछ। वृष राशि। वृष राशिलाई आजको दिन निकै लाभदायक रहेको छ। सोचेको समयमा कामहरू पूरा हुनेछन्। सवारी साधनबाट भरपूर लाभ उठाउन सक्नुहुनेछ र विशेष यात्रा सम्भावना भएको दिइन्छ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। प्रियजनसँग भेटघाट गर्ने मौका छ। दाम्पत्य जीवन सुखद बन्नेछ। सोचेका कामकाजमा सजिलै फाइदा उठाउन सक्नुहुनेछ। आर्थिक क्रियाकलापमा पनि लाभदायक समय रहेको छ। व्यापार व्यवसायमा उल्लेख्य प्रगति हुनेछ र महत्त्वपूर्ण यात्रा सम्भावना छ। साथसाथै आज विशेष भेटघाट सम्भावना हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइने दिन्छ। मिथुन राशि। मिथुन राशिलाई काममा केही चुनौती देखिएका छन्, तथापि यहाँका कामहरू पूरा हुनेछन् र आज स्वास्थ्य सबल रहनेछ। शरीरमा कान्ति छाउनेछ। प्रतिस्पर्धात्मक कामहरूमा विजयी भइनेछ र आजको दिन निकै लाभदायक देखिएको छ। आर्थिक क्रियाकलापमा पनि राम्रो फाइदा उठाउन सक्नुहुनेछ। मित्रहरूको सहयोग बढ्नेछ। मुद्दा मामिलामा विजयी भइनेछ र सोचेको समयमा उल्लेख्य प्रगतिका साथ काम पूरा गर्न सकिनेछ। कर्कट राशि। कर्कट राशिलाई आज केही अप्रिय समाचारले अलिक खिन्नता बढाउने योग रहेको छ, तथापि शैक्षिक क्रियाकलापमा राम्रो फाइदा उठाउन सक्नुहुनेछ। घरायसी क्षेत्रबाट तपाईलाई अलिक कामकाजमा बाधा हुने र सोचेको समयमा काम पूरा गर्न नसकिने यस्ता चुनौतीहरू पनि देखिएका छन्। इष्टदेवको दर्शन पूजा उपासना गरेर अगाडि बढ्नु भएमा लाभ उठाउन सक्नुहुनेछ। बिस्तारै फाइदाको योग रहेको छ र आत्मबल बढ्नेछ। रोकिएका कामहरू पनि सजिलै सम्पादन हुनेछन् र बिस्तारै पछिल्लो समयमा यहाँका लागि लाभ लिने अनुकूलताको योग रहनेछ। सुरुवातमा रोकिएका कामहरू समेत अन्ततः सम्पादन गर्न सकिनेछ। सन्तान वा अनुयायीका तर्फबाट विशेष फाइदा उठाउने मौका छ। गुरुजनको राय सुझाव यहाँका लागि अझ उपयोगी बन्न सक्छ। सिंह राशि। सिंह राशिले आज परिवारजनमा केही असमझदारी बढ्ने र आफन्तजनसँगको काम अथवा साझेदारीमा अलि हानि नोक्सानी हुने देखिएको छ। विश्वास गरिएका व्यक्तित्वहरूले धोका दिन सक्छन् र तपाईँ अन्यायमा पर्न सक्नुहुन्छ। यसर्थ अलि जोगिएर काम गर्नु पर्ला। सामाजिक रूपमा पनि तपाईँको पक्ष कमजोर देखिएको छ र आज मनमा डर चिन्ता उब्जने, अनावश्यक शङ्काहरू जाग्ने र दुविधामा परिने योग समेत रहेको छ। गलत सोचाइ बढ्न सक्छ र दुविधामा परिने योग समेत देखिएको छ। इष्टदेवको दर्शन पूजा उपासना गर्नाले फाइदा
फाइदा हुनेछ र मातृशक्तिको राय सुझाव यहाँका लागि विशेष उपयोगी बन्न सक्छ। कन्या राशि कन्या राशिलाई आज फाइदाको दिन रहेको छ। सोचेका कामकाजमा सजिलै लाभ उठाउन सक्नुहुनेछ। तपाईका सहयोगीहरू जुट्नेछन्। धेरै कामहरू छोटो समयमा पूरा गर्न सकिनेछ र फाइदाको दिन समेत रहेको छ। प्रशस्त आय आर्जन हुनेछ। धन संग्रह गर्ने समय समेत रहेको छ। महत्त्वपूर्ण भेटघाट पनि सम्भावना छ। दाम्पत्य जीवन सुखद बन्नेछ र विशेषतः मनोरञ्जनपूर्ण क्रियाकलापहरूमा सहभागी भइने र आनन्दमय बन्ने दिन रहेको छ। तुला राशि तुला राशिलाई आज मान सम्मान पाइनेछ र आतिथ्यपूर्ण सम्मान समेत पाउने दिन रहेको छ। आर्थिक क्रियाकलापमा राम्रो फाइदाको योग छ। बोलीको प्रभावले पनि महत्त्वपूर्ण कामहरू सम्पादन हुन सक्छन्। तपाईका सहयोगीहरू जुट्नेछन् र विशेष फाइदा उठाउन समेत सक्नुहुनेछ। यस्तै विगतमा गरिएको कामकाजको उचित प्रतिफल प्राप्त हुने दिन रहेको छ र प्रशंसकहरू बढ्नेछन्। धेरै क्षेत्रबाट यहाँलाई लाभ मिल्ने दिन रहेको छ। आज विशेष सभा समारोहमा सहभागी बन्ने मौका समेत रहेको छ। तपाईको विचारलाई धेरैले कदर गर्नेछन् र फाइदा उठाउन समेत सक्नुहुनेछ। वृश्चिक राशि वृश्चिक राशिलाई आज विशेषतः भेटघाटमा तपाईको महत्त्वपूर्ण समय बित्न सक्छ। खानपान र साजसज्जामा रुचि बढ्ने दिन रहेको छ। घरेलु कामकाज पनि सहजै सम्पादन हुनेछन्। घरमै बसिकन महत्त्वपूर्ण भेटघाट सम्भावना छ र घरमै रहेर पनि विशेष कामहरू सम्पादन गर्न सक्नुहुनेछ। यस्तै गरी आजको दिन आत्मीय जनसँग भेटघाट गर्ने र आनन्दमा बिताउने दिन रहेको छ। मनपर्ने वस्त्र अलङ्कार अथवा विशेष वस्तुहरू उपहार समेत प्राप्त गर्ने दिन रहेको छ। तपाईका लागि अनुकूल मौका आएको छ। प्रसन्नता मिल्नेछ र धेरै क्षेत्रमा राम्रो फाइदा उठाउन सक्नुहुनेछ। धनु राशि धनु राशिलाई महत्त्वपूर्ण समय अनावश्यक काममा खर्च हुन सक्छ। अलि होसियारी साथ काममा जुट्नुपर्ने योग रहेको छ र तपाईका लागि खर्चको मात्रा बढ्ने, कामहरू बिग्रने र अलि थकाइ जाग्ने सम्भावना समेत देखिन्छ र अलि पछि परिने सम्भावना समेत रहेको छ। यदाकदा जरिवाना परिने सम्भावना समेत रहेको छ। यसर्थ केही सावधानी साथ काममा जुट्नु भएमा फाइदा उठाउन सक्नुहुन्छ। दीर्घकालीन योजनाहरू बनाएर अगाडि बढ्नु भएमा लाभ उठाउन सकिनेछ र आजको दिन बाहिरी यात्राका लागि भने निकै लाभदायक बन्नेछ। मकर राशि मकर राशिका लागि आज प्रशस्त लाभ मिल्ने र फाइदा उठाउने अनुकूलताको दिन छ। व्यापार व्यवसायमा विशेष लाभ मिल्नेछ। आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि आज तत्काल सहजै हात लागि हुने दिन रहेको छ। आज तपाईका प्रशंसकहरू बढेर जानेछन् र सहयोगीहरूले समेत साथ दिनेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ र नयाँ काम गर्ने मौका समेत आउनेछ। पुराना साथीभाइ इष्टमित्रसँग भेटघाट गर्ने र रमाइलो गरी बिताउने दिन छ। कुम्भ राशि कुम्भ राशिलाई धेरै कामहरूमा फाइदा उठाउने र कर्मसिद्धिको समय भएको दिन छ। नयाँ काम सुरुवात गर्न सकिनेछ र विशेष कामहरू थालनी हुन सक्छन्। पद अनि प्रतिष्ठा समेत प्राप्त गर्ने अनुकूलताको योग रहेको छ। नोकरी र व्यवसाय दुवै क्षेत्रमा राम्रो लाभ उठाउने मौका छ। व्यापार व्यवसायमा पनि फाइदा हुनेछ। आफ्नो वर्ग र क्षेत्रमा नेतृत्व लिँदै अगाडि बढ्ने मौका समेत रहेको छ। समग्रमा आज भाग्योन्नतिको समय छ। मीन राशि मीन राशिलाई दीर्घकालीन योजनाहरू साथ अगाडि बढ्नाले फाइदा हुनेछ। नयाँ काम सुरुवात गर्न सकिनेछ। धार्मिक क्रियाकलापमा र सामाजिक कामकाजमा तपाईको विशेष मन जाने रुचि बढ्ने दिन रहेको छ। सम्बद्ध कार्यबाट फाइदा समेत उठाउन सकिनेछ। आज तपाईका लागि सेवामूलक कामहरूले प्रतिष्ठा दिलाउनेछन्। त्यस्तै गरी परिश्रम परे पनि राम्रो सफलताको दिन रहेको छ। नयाँ जिम्मेवारीहरू पाइनेछ। धेरैले यहाँलाई सहयोग जुटाउनेछन् र अरूको सहयोगबाट अगाडि बढ्नाले थप फाइदा पुग्ने दिन समेत रहेको छ। भाग्योन्नतिको समय छ। हजुर, कार्यक्रम तपाईको आजका लागि बिदा हुने बेला भइसकेको छ। यहाँहरूको दिन मङ्गलमय बितोस् यही कामनाका साथ म सञ्चालक लक्ष्मी आजलाई आज्ञा चाहन्छु। नमस्कार।